चारैतिरबाट उच्च हिमश्रृङ्खला रूपी पर्खालहरूले घेरेर राखेको मुस्ताङ साँच्चीकै चाँदीको थालमा सजाएर राखिएको फूलको थुङ्गा झैं लाग्छ। यहाँका अधिकांश भूभाग नाङ्गा पाखा अनि मरुभूमि झैं लाग्ने यस्ता विराट पहाडहरूले छोपिएका छन्। एउटा बेग्लै संसार झैं लाग्ने मुस्ताङको विशेष आकर्षण यिनै हिमाल अनि नाङ्गा पहाडहरू हुन्। एउटै घेराभित्र एक आपसमा जोडिएर बसेका यहाँका झुम्म परेका यी बस्तीहरू लाग्छ एउटा सानो गमलाभित्र फक्रिएका फूलका थुङ्गाहरू झैं। यो हो माटोद्वारा निर्मित काँचो इट्टा, जसलाई स्थानीय भाषामा पोप भन्ने गरिन्छ। ढुङ्गाको कमै मात्रामा प्रयोग हुने यहाँको घरहरू अधिकांश यस्तै माटो अनि भोटे पिपलको काठले बनाइन्छ। कौसीमा लगाइने यी दाउराको पर्खालहरू घरको एक विशेष गहना एवं विशेषता मान्दछन् यहाँका बासिन्दाहरू। प्राय सबै गाउँहरूको प्रवेश स्थानमा एउटै प्रवेशद्वार बनाइएको हुन्छ, जसलाई घेकु भनिन्छ। भूत पिचास एवं राक्षस जस्ता गलत तत्त्वहरू गाउँभित्र छिर्न नसकुन् भने प्रवेशद्वारमा यस्ता प्रतीक मूर्तिहरू पाले एवं रक्षकको रूपमा अनिवार्य राखिएको एवं बनाइएको हुन्छ। यो हो वर्तमान मुस्ताङ्गे राजा जिग्मे पलवार बिष्टको प्राचीन ऐतिहासिक राजदरबार। मुस्ताङमा वर्तमान राज संस्थाको इतिहास खोतल्दा यस राज्यलाई तिब्बतियन लडाकु अमापलले 14औं शताब्दीतिर स्थापना गरेको पाइन्छ र वर्तमान राजा जिग्मे पलवार बिष्ट उनै अमापलका 25औं उत्तराधिकारी हुन्। प्राचीन समयमा राजकाज चलाउन बनाइएका अन्य राजदरबारहरू अझै पनि भग्नावशेषका रूपमा केही गाउँहरूमा भेट्टाउन सकिन्छ। छोस्यार गाउँको यो विशाल पहाड, जसमा सजिएर रहेको छ 44 कोठा सहितको 5 तले गुफा, जसलाई झोङगार्फु भनिन्छ। पत्याउनै नसक्ने यस गुफासँग जोडिएको एउटा रोचक किम्वदन्ती पनि छ। करिब 2500 वर्ष अगाडि तिब्बतियन हाजिगावा नामका आतंककारीहरूले यस गाउँमा आक्रमण गरेछन्। ज्यान जोगाउन सम्पूर्ण गाउँलेहरू यही गुफाभित्र लुकेछन्। तर यस गुफाभित्र पानी त छैन, त्यसैले यिनीहरू पक्कै एक दिन बाहिर निस्कने छन् भनी आतंककारीहरू बाहिरै कुरेर बसेछन्। एकजना युवतीले आफ्नो दिमाग खेलाई माथि गुफाको झ्यालबाट तोरीको तेलले कपाल नुहाएछन्। नुहाउने पानी त छ भने खाने पानी किन छैन? यो हाम्रो समय खेर मात्र हो भनी हाजी गावाहरू त्यहाँबाट फर्केर गएछ। हजुर, यो त भयो 2500 वर्ष पुरानो प्राचीन किम्वदन्ती। तर त्योभन्दा अघि यो गुफा कसले अनि कहिले निर्माण गरे भन्ने कौतूहलता अझै पनि खोजीको विषय बनेको छ। तत्कालीन समयमा मुस्ताङवासीहरू यिनै गुफाहरूमा बसोबास गर्दै आएको प्रमाण आज यहाँ प्राप्त यी अवशेषहरूले प्रदान गर्दछ। पूर्वजहरूद्वारा निर्मित प्राचीन गुफाहरूसँगै समय अनुसारको जोडेर घर तथा छाप्रा बनाई बसेका
केही घर परिवार आज पनि कुनै कुनै गाउँहरूमा भेट्न सकिन्छ। फापरको ढिँडो, थुक्पा, मम, याकको सुकुटी र घिउ चिया यहाँको प्रमुख भोजनहरू हुन्। यस्तै भेडा, च्याङ्ग्रा, याक, झोपा तथा घोडा यहाँका घरपालुवा जनावरहरू। 2500 देखि 5500 मिटर उचाइसम्म बस्ती रहेको यस जिल्लामा यातायात तथा ढुवानीको एकमात्र विकल्प झोपा, खच्चड, याक र घोडा हुन्। प्रकृतिको सृष्टि नै यस्तो जटिल, भौगोलिक विकटतामा उस्तै नै बलिया यी जनावरहरू। यिनीहरूमा हिमालमा जन्मेर भारी बोक्नुको कुनै पश्चाताप छैन। यिनीहरू त रमाउन चाहन्छन् यहाँको हिउँ अनि हिमालसँग। सौन्दर्य तथा मौलिक परम्परा भएको यस मुस्ताङमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटकको आगमन हुने गर्दछ। पर्यटकहरू यहाँको हिमाली सुन्दरता तथा मौलिक संस्कृतिको भरपूर आनन्द उठाएर मन प्रफुल्लित पारेर फर्केर जाने गर्दछन्। यस भेगका अधिकांश आदिवासी बौद्ध मार्गी भएको हुनाले भाषा, संस्कृति एवं चाडपर्व पनि बौद्ध धर्ममा समर्पित रहेको छ। साथै यहाँका भाषा, संस्कृति प्राय तिब्बतीयन रहेको छ। यहाँका गुम्बाहरू प्राय अग्ला स्थान, पहाडका टाकुरा एवं गुफाहरूसँगै जोडिएर रहेको हुन्छन्, जसले गर्दा युग युगान्तरसम्म यी गुम्बाहरू अस्तित्वमा रहने गर्दछन्। यस्ता छेखाङ पूजा कोठाहरू पनि अति नै कलात्मक एवं ऐतिहासिक हुने गर्दछन्। मन्त्र खोपिएका मालदाङ अनि छोर्तेनहरू पनि ठाउँ ठाउँमा प्रशस्त मात्रामा देख्न सकिन्छ। समाजमा शान्ति, सफलता, सुस्वास्थ्य अनि जनमानसको दीर्घायुको कामना गर्दै केही उच्च स्थानहरूमा राखिन्छ यस्ता दार्चोकहरू। साला, दोला, छुला मेबार अर्थात् ढुङ्गा, माटो र पानीमा निरन्तर बलिरहने ज्वाला चेरेन्सिकको विशाल मूर्ति मुनि निरन्तर प्रज्वलित रहन्छ। यो ज्वाला मन्दिर हिन्दू एवं बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथमा अवस्थित छ। यो हो पवित्र तीर्थस्थल मुक्तिनाथ। नेपालमा मात्र नभई विदेशमा समेत प्रसिद्धि कमाएको छ मुक्तिनाथ मन्दिरले। यो हो मन्दिरको प्राङ्गणमा अवस्थित 108 धारा, जसमा स्नान गरेपछि सम्पूर्ण ज्ञात अज्ञात पापहरूबाट मुक्ति पाइन्छ भन्ने जनश्रुति रहेको छ र यसबाट नै यो मन्दिरको नाम मुक्तिनाथ रहन गएको जनविश्वास पनि छ र यस मन्दिरलाई नेपालको धार्मिक सहिष्णुताको प्रतीक पनि मानिन्छ। यो त थियो मुस्ताङ र मुस्ताङवासीहरूको परिचय। अब आउनुहोस् 4 ऋतुको दैनिक 365 दिनसँगै यहाँको वास्तविकतालाई नजिकबाट निहालौं र सुरुवात गरौं हिउँद ऋतुबाट। कार्तिकदेखि चैत अन्तिमसम्म हिउँ पर्ने यस ठाउँमा 4 फिटसम्म हिउँ पर्ने गर्दछ। चाँदीको लेपले लेपिएको जस्तो सेताम्य मुस्ताङको यो रूप अलौकिक देखिन्छ, जसको वर्णन जति शब्दले पनि अपुरो जस्तो लाग्छ।
यसरी खुल्ला निलो आकाश मुनि सेतो तन्ना जस्तै यो हिउँमाथि बसेर तातो घिउ चिया पिउँदा स्वाद नै बेग्लै अनि त्यसपछि मुटु कठ्याङ्ग्रिने जाडो त कता हो कता। यहाँ रातभर जमेको हिउँ फाल्ने कार्य हुँदैछ। यो कार्य जति कठिन छ त्यति नै रमाइलो पनि। हिउँदमा आफ्नो पशुहरूको स्याहार सुसारमा विशेष ध्यान पुर्याउनु पर्दछ। यही हिमालमा जन्मे हुर्केका यी याकहरू यिनै हिउँहरूसँगै पैठाजोरी खेल्दै रमाइरहेको देखिन्छ, एक आमाको काखमा खेलिरहेको बालक जस्तै। यी बालकहरू यसरी खेलेको देख्दा हामीलाई पनि हाम्रो शैशव कालको सम्झना आउँछ अनि लाग्छ फेरि फर्किआइदिए कति रमाइलो हुन्थ्यो। तर बगेको खोला फर्किआउँदैन, त्यो सबैलाई थाहा हुन्छ। हिउँदमा यस भेगमा खेतीबालीको खासै काम हुँदैन, त्यसैले फुर्सदको समयको सदुपयोग गर्नै पर्यो। यही बेला प्रशय पाउँदछन् यस्ता घरेलु कामकाजले। मुस्ताङको अर्को एउटा विशेषता हो खोरपानी तेल। विभिन्न फलफुलका बियाहरू निचोरेर निकालिने यो तेलमा कुनै पनि रासायनिक पदार्थ नमिसाइने हुँदा स्वास्थ्यको दृष्टिकोणबाट पनि ज्यादै फलदायी मानिन्छ।